यस्तो गर्नुहोस् 80 वर्षको नेपाल होइन परिवर्तन भएको छ यो परिवर्तन होइन तपाईले एक्सेस पाएको छ यो परिवर्तन होइन के कुरा गरेको तपाईले यत्रो लडेको बलिदान दिएको यसको लागि हो यस्तो कुरा नगर्नु हजुरले हामीहरु सबैजना मिलेर परिवर्तन गरेको हो यो हैन भन्नुस् न एकैछिन हैन सुन्नुस् न आगो लागि हामीले गरेको सुन्नुस् अगुवा म हैन मैले अन्त्य चाहिँ गर्दिएको है तर यो अझै पनि अन्त्य चाहिँ हैन यो सुरुवातै हो हैन सुरुवातै हो हजुर हैन मरिसाको छैन शान्त तरिकाले प्रतिशोध दिनु न थर्याको होइन दाजु होइन प्रधानमन्त्रीले पदभार गर्नुभएको कति ड्रास्टिक चेन्ज भयो त्यो तपाईँले जान्ने कुरा हो हामीले त्यो महसुस गर्न पाएको छैनौँ त्यो भोलिका कुरा हो अहिले नै भन्ने कुरा भएन र अर्को कुरा 51 जना मान्छे मरेर ल्याएको परिवर्तन भनेको के यो 6 महिनाको अन्तरिम सरकार हो प्रत्यक्ष निर्वाचित कार्यकारी कहाँनिर तपाईहरुले कार्यान्वयन गर्न सक्नु भएको छ त्यो हुन्छ संविधानले दिन्छ तपाईहरुले सदन विघटन गर्नुभयो त्यसको असर कहाँ पुगेको छ थाहा छ तपाईलाई कहाँसम्म पुगेछ हजुर भन्नु कसरी गर्नु कहाँसम्म पुगेछ हजुर भन्नु न मलाई कहाँसम्म पुगेछ केही पनि हुँदैन 6 महिना पछाडी तिनै नेता आउँछन् हामी फेरि आन्दोलन गर्छौं आउनै दिन्नौं घरबाट बाहिर निस्किन दिन्नौं म निस्किन हैन मार्दैन एकछिन यसको सल्युसन छ गाइस तपाई नै आउनु हो यहाँ तपाई आउनु हैन मैले मारेको हैन नि त मैले अर्गनाइज गरेको हैन नि त त्यो डोरास्टिक चाहिँ तपाईको अहिले यस्तो गर्नुस् हैन